दर्शकवृंद नमस्कार। कोरोना विशेष में स्वागत करै छी। प्रदेश 2 के जो बात किया जाए तो प्रदेश 2 में सबसे बेसी कोरोना संक्रमित वीरगंज भेटल छै। ओतऽ अखन 25 गोटे के इलाज चल रहा है। वीरगंज रेड जोन में छै, जोखिम क्षेत्र पड़ल छै। ओतऽ केहन अवस्था छै, ओतऽ के व्यवस्थापन केना भ रहल छै, चेक जांच केना भ रहल छै, राहत वितरण के काज केना चल रहल छै, ई यावत जे बात सब छै से वीरगंज महानगरपालिका के केहन छै, एहि विषय में चर्चा कर रहल छी। एकर लेल प्रत्यक्ष जुड़ल छै वीरगंज महानगरपालिका के मेयर विजय सरावगी। सबसे पहले हुनका स्वागत करै छी। मेयर साहब, कार्यक्रम में स्वागत छ। धन्यवाद। यो जुन वीरगंज महानगरपालिका को कुरा गर्ने हो भने वीरगंज महानगरपालिका को अहिलेको अवस्था त्यहाँ कस्तो छ? अवस्था त गम्भीरै छ वीरगंजको, किनभने तपाईलाई सबै थाहा छ एकैचोटि एउटै परिवार एउटै छतमुनि बस्ने परिवारमा 2 महिनादेखि 66 वर्षसम्मको उमेर समूहको 17 जना मान्छेलाई कोरोना भेटिएको छ। लेभलबाट गर्नुपर्ने काम, लोकल प्रशासनले गर्नुपर्ने कामको विषयमा हेर्ने हो भने हामी सबै सन्तुष्ट छौं। हामीले आफ्ना क्षमता भन्दा पनि बढी कामहरू गरिराखेका छौं। तर जुन चीज हाम्रो क्यापासिटीमा छैन, हामी त्यो काम गर्न सक्दैनौं। त्यस्ता कामहरू त पक्कै नै त्यहाँ कमजोरीहरू भइराखेका छन्। जस्तो कि दुईटा कुरामा समस्या हामी देखिरहेका छौं। एउटा त म्यासिभ टेस्टिङको कुरा। म्यासिभ टेस्टिङमा किन भन्न चाहन्छु भने सबैलाई थाहा छ कि वीरगंज चाहिँ एपिक सेन्टर बनिसकेको छ कोरोनाको। जबसम्म यहाँ चाहिँ 1 नम्बर 2 नम्बर 3 नम्बर वार्ड लगायतका अन्य वार्ड जहाँ जहाँ कोरोना संक्रमित देखिएका छन् या जहाँ ट्राभल हिस्ट्री पाएको छ ट्रेसिङमा, ती सबै वार्डहरूको जबसम्म ठुलो परिणाममा हामीहरू चेकिङ गर्न सक्दैनौं, स्वाब टेस्ट गर्न सकिँदैन, तबसम्म चाहिँ हामीहरू एउटा खतरापूर्ण अवस्थामा छौं। किनभने र्यापिड टेस्ट गर्दाखेरि 20-25 दिन अगाडि 1300 भन्दा बढीको गरियो, सबैको नेगेटिभ आयो। त्यो नेगेटिभ आएका मान्छेहरू भित्रबाट फेरि हामीले पत्ता लाग्यो कि जुन मान्छेलाई हामी लगेर क्वारेन्टाइनमा राखेका थियौं शंकामा, उनीहरूमा पोजिटिभ पनि देखियो पीसीआर गर्दाखेरि। यानी कि जुन मान्छेहरू संक्रमित मान्छेहरू आफ्ना परिवारमा बसेका छन्, पक्कै नै उनीहरूले आफ्ना परिवारमा संक्रमण फैलाइराखेका छन् या आफ्नासँग जोडेका मान्छेहरूसँग जुन भेटिराखेका छन् या उनीहरू उनका घरमा आइराखेका छन्, तिनीहरूलाई पनि फैलाइराखेका छन्। यस्तो अवस्था छ। अब हामीले म्यासिभ टेस्ट गर्नुपर्ने छ। दोस्रो, वीरगंजमा अहिलेसम्म कोभिड अस्पताल बनेको, हस्पिटल बनेको नारायणी अस्पतालले नै बनाइएको छ। यदि नारायणी अस्पतालले नै कोभिड अस्पताल बनाउनु छ भने हामीले चाहिँ त्यो कामले के चाहिरहेको छ भने कोभिडको पनि एउटा विशेष हस्पिटल बनोस् यहाँ। किनभने यदि कोभिडको विशेष हस्पिटल भएन भने नारायणीका जेनरल हस्पिटललाई यदि कोभिड हस्पिटल बनाइयो भने त्यहाँ हुने सबै सम्पूर्ण साधन र बन्द गर्नुपर्ने अवस्था छ। त्यहाँका रोगीहरूलाई चाहिँ मजबुरीमा चाहिँ बाहिर जानुपर्ने, प्राइभेटमा जानुपर्ने मजबुरी छ। 100 जना त्यहाँ डायलिसिसका मरिज छन्, उनीहरूलाई मजबुरी छ। त्यो कारणले गर्दा कोभिडको एउटा 500 देखि 1000 बेडको हामीले तत्काल नै सेमी आइसोलेसन होस् या आइसोलेसन होस् हस्पिटल बनाउनु पर्छ, जहाँ चाहिँ जसको भनेपछि जुन तपाईले अस्पतालको कुरा गर्नुभयो नि, अस्पतालको विषयमा कुरा गर्ने भने एउटा सम्झौता भएको थियो नि प्रदेश 2 सरकारसँग कि त्यहाँका बिरामीहरूलाई, नारायणी अस्पतालका बिरामीहरूलाई अन्यत्र सार्ने नेशनल मेडिकल कलेजमा, र नेशनल मेडिकल कलेजले सरकारी शुल्कमै उपचार गर्ने भनेर चाहिँ सहमति भएको थियो। यो सहमति नै गलत भयो भन्नुहुन्छ तपाई? अब मैले भन्ने होइन, यो जनताको र यहाँका सम्पूर्ण राजनीतिक पार्टीहरूको यो कुराहरू आइराखेका छ कि जुन हामीलाई यो उता पठाइयो या अरू प्राइभेट हस्पिटल जान मजबुर गरियो, त्यहाँ 3टा समस्या उहाँहरूलाई भयो। एउटा त चाहिँ खर्च बढ्यो, टेस्टिङ खर्चहरू बढे र मेडिसिनहरू जुन उनीहरूलाई फ्रीमा पाउँथ्यो त्यो पाएन। जनता भनेको के हुन्छ भने आस्थाको हिसाब सरकारी अस्पतालमा जान्छ। तपाई जहाँ पनि जति पनि व्यवस्थापन गर्नुस् त्यो सुविधा र त्यो जुन एउटा इन्भाइरोमेन्ट छ त्यो तपाई दिन सक्नुहुन्न। यो हामी सबै बुझेका छौं। त्यही कारणले गर्दा आज पुरै नागरिक समाज, सिङ्गो नागरिक समाज, सिङ्गो सबै पार्टीहरू एकजुट भएर यसको विरोध गरेका छन्। त्यो होइन यसलाई तुरन्त भनेपछि यसको विकल्प पनि त दिनुपर्ने होला नि। जसरी तपाईले भन्नुभयो कि एउटा कोभिड हस्पिटल छुट्टै हुनु पर्यो, न कि नारायणी अस्पतालले बनाउनु पर्यो भनेर तपाईले भनिराख्नु भएको छ।
र प्रदेश सरकारको कुरा होस् या केन्द्र सरकारको कुरा होस् हैन, नारायणी अस्पताललाई नै मुख्य कोभिड अस्पताल बनाउने प्रदेश 2 को हो भनेर चाहिँ निर्णय भएको रहेछ। त्यस अनुसारको व्यवस्थापन गरिएको छ। अब तत्कालै नयाँ बनाइहाल्ने अब नेपालसँग त्यत्रो स्रोत साधन छ कि छैन त्यो पनि तपाईहरुलाई अवगत नै होला। भनेपछि यो निर्णय चाहिँ गलत भयो भनेर तपाई भन्नुहुन्छ? हेर्नुस्, निर्णय आवश्यकताको हिसाबले साथ सही भएको होला त्यति बेलाको लागि, तर हामीसँग अप्सन थियो, हामी अप्सन दियौं। हामीले के गर्यौं, वीरगञ्ज महानगरपालिकाले यहाँको एउटा निजी क्षेत्रको हस्पिटल जो आइसोलेटेड हस्पिटल पनि छ उसँग सम्झौता गरेर निशुल्क रूपमा नारायणी हस्पिटललाई नै हामी त्यो ठाउँ उपलब्ध गरायौं। सम्झौता गरेर 24 घण्टाको टाइममा हामी खाली गराइदिन्छौँ भन्यौं। त्यसको पर्मिसनको लागि 8 गते हामीले चाहिँ नेपाल सरकारले पठाएका थियौं। विभिन्न राजनीतिक कारणले गर्दा त्यो स्वीकृति आउन सकेन। 2 दिन अगाडि हाम्रो कम्युनिस्ट पार्टीका नेताहरू गएर स्वीकृतिको लागि अनुरोध गर्दा स्वीकृति पनि भयो भनेर हामीलाई खबर पायो। तर फेरि त्यो स्वीकृति हिजो पत्र पनि बनिसक्यो, तर फेरि रोकियो भनेर कुरा आयो। अब यो रोकिने, स्वीकृति नदिने सब कारणहरू त्यही सोध्नुपर्छ हजुरहरूले। तर हाम्रो एकदम निष्पक्ष कुरा थियो। फ्रीमा चाहिँ हामीले हस्पिटल पाएको थियो। त्यसको व्यवस्थापन खर्च मात्र हामीले गर्नु पर्थ्यो, त्यो पनि नारायणी हस्पिटललाई गर्नुपर्ने थियो। तर एउटा त्यो कोभिड अस्पतालबाट काम चल्दैन। वीरगञ्जमा कमसे कम 500 देखि 1000 मरिज राख्ने हस्पिटलहरू रेडी गर्नुपर्छ। त्यसको लागि निजी क्षेत्र होस् या कहीँ गोदाममै लगेर बनाउनु परोस्, जसरी राज्यले व्यवस्था गर्न सक्छ त्यो गर्नु पर्यो। र हामीले त्यसको लागि चाहिँ प्रयास के कति भयो? अब विकल्प त दिनुपर्ने होला। त्यसको लागि तपाईले जसरी भनिराख्नु भएको छ कि अब आइसोलेसन वार्डको निर्माण हुनु पर्यो, बृहत रूपमा त्यो चाहिँ हुनु पर्यो भनेर भनिराख्नु भएको छ। भनेपछि त्यसको लागि प्रयास चाहिँ महानगरपालिकाबाट के कति भयो त? हेर्नुस्, मैले सुरुमा पनि भनेको थिएँ केही कुराहरू हाम्रो क्यापासिटी भित्र छ त्यो हामी गर्यौं। यो चिज हाम्रो क्यापासिटीमा छैन भनेर हामी प्रदेश सरकार र संघ सरकारलाई यी विषयहरू लेखेर पठायौं। फोन पनि गर्यौं, सबै कुरा गर्यौं। पछिबाट फेरि रिमाइन्डर पत्रहरू पनि पठाइयो। तर हामीलाई चाहिँ आजसम्म कुनै पनि पत्रको जवाब एकचोटि पनि आएको छैन। हामीले यस नोको पनि कुरा आएको छैन। त्यसको कारणले गर्दा हामी पनि अन्योन्यताका साथ बसिरहेछौँ। या त हाम्रो सरकारहरूले यो वेट गरिरहेछ कि वीरगञ्जमा ठुलो विस्फोट भइसकेपछि हामी बनाउला या व्यवस्था गरौँला, किन हाम्रो प्रवृत्ति पनि छ देशमा जब दुर्घटना भइहाल्छ त्यसपछिबाट हामीहरू काम गर्छौँ। त्योभन्दा अगाडि हामीलाई थाहा छ कि दुर्घटना हुन सक्छ भनेर हामी गर्दैनौँ। यो कारणले गर्दा हुन सक्छ कि नेपाल सरकार उसले वेट गरेर बसिरहेको छ, अरू केही होइन। हजुर, भनेपछि अब तपाईले जसरी भनिराख्नु भएको छ यी कोभिड अस्पताल र जे जति निर्णयहरू भयो त्यसमा केही असन्तुष्टि तपाईको छ। प्रदेश 2 कै कुरा गर्ने हो भने प्रदेश 2 मा त अन्य पनि कोभिड अस्पतालहरू त तयार गरिएका छन् नि, हैन? हल्ला त धेरै आएको थियो कि पाराको हस्पिटल, जलेश्वरको हस्पिटललाई प्रदेश सरकारले कोभिड हस्पिटल बनाइदियो भनेर। तर आजसम्म एउटा पनि मरिज त लिने स्थिति छैन त्यहाँ। अर्को फेरि संघ सरकारले भन्यो जनकपुर, राजविराज र वीरगञ्जलाई हामी कोभिड अस्पताल घोषणा गर्यौं, तर अरू कहीँ पनि छैन। जे पनि छ हामीसँग वीरगञ्जमै छ। पुरै प्रदेशको लोड हामीले वीरगञ्जलाई दिएको छ अनि वीरगञ्जले सबै। यसको कारण चाहिँ के होला त्यसो भए? वीरगञ्जलाई यो सबै लोड दिनुको कारण चाहिँ के होला त्यसो भए? अब वीरगञ्जको मेडिकल फेसिलिटी राम्रो छ। वीरगञ्जमा हामीसँग साधन सम्पन्नता छ भनेर उहाँहरूले सोच्नु भएको होला। त्यही कारणले गर्दा कहीँ पनि, तर काम गर्ने बेला सबै चाहिँ हाम्रो ठाउँकोमै आइसकेको छ वीरगञ्जमा। म यो भन्दैन कि हामी प्रदेशको जनतालाई लिँदैनौँ, अरू देशको ठाउँको जनतालाई लिँदैन, तर जुन ठाउँको हामीले एक्सपेक्टेसन गरिएको छ काम गरिदिउँ भनेर त्यो हिसाबले त उसको व्यवस्थापन त गरिदिनु पर्यो नि। त्यो व्यवस्थापन हुन सकेको छ। हजुर, अब जसरी संक्रमितहरू फेला परेका छन् नि, प्रदेश 2 को कुरा गर्ने हो भने सर्लाही, रौतहट, बारा र पर्सा, हैन, यही क्षेत्रका संक्रमितहरू बढी फेला परेका छन्। त्यो हिसाबले गर्दा पनि नारायणी अस्पतालमै उपचार गराउनु पर्छ भनेर लगिएको पनि त हुन सक्छ नि, हैन? अब यस्तो छ, हेर्नुहोस्, नारायणी अस्पतालको अवस्था हेर्नुहुन्छ भने भन्नको लागि नेसनल हस्पिटल हो, तर उसका जुन उपचारका साधनहरू, उपचारका व्यवस्थाहरू धेरै कमजोर छ। आज हामीसँग जम्मा 25 बेडको व्यवस्थापन छ। 25 बेडको लिएर एपिक सेन्टरमा हामी के काम गर्न सक्छौँ त? सम्भव छैन। त्यसको लागि हामीले कमसेकम 1000 बेडको व्यवस्थापन गर्नुपर्छ भोलिका दिनमा, यदि प्रदेशकै टोटल व्यवस्थापन यहाँ गर्नु छ भने। र त्यसका लागि नेपाल सरकारले अलिकति कडा नियम बनाएर
कडा नियमका साथ कुनै पनि प्राइभेट हस्पिटल हामी जिम्मा लिन सक्छौँ, कुनै पनि सम्पत्ति जिम्मा लिएर त्यहाँनिर हामी कोभिड अस्पताल सञ्चालन गर्न सक्छौँ, सेमी आइसोलेसन या आइसोलेसनमा राखेर इलाज गर्न सक्छौँ भनेर हामीले त्यो काम गर्नु पर्थ्यो। तर अहिलेसम्म त्यो निर्णय आएको छैन। पछि जब धेरै ठुलो ब्रस्टिङ हुन्छ त्यति बेला हतारमा निर्णयहरू आउँछन्, त्यो हतारमा आएका निर्णयहरूले कस्ट पनि बढाउँछ र व्यवस्थापन गर्न पनि असजिलो हुन्छ। हजुर, अब तपाईँले जसरी अघि भन्नुभयो कि यहाँ जुन अन्य बिरामीहरू छन् नि, अन्य रोगीहरू जुन छन् तिनीहरूलाई मार्का भयो, सहमति कार्यान्वयन भएन भनेर तपाईँ भन्नुहुन्छ होइन। नेसनल मेडिकल कलेजले त्यो अनुसारको चाहिँ सेवा दिन सकेन भन्नुहुन्छ तपाईँ? अब हेर्नुहोस्, हामीहरूले चाहिँ यो भन्न सक्दैनौँ किन गुनासाहरू आइरहेका छन्। अब मैले यो गुनासाका कुराहरू मैले पठाइ पनि सकेका छु कि तपाईँहरू चाहिँ अलिकति गरिब जनतालाई जुन गइरहेछ तपाईँहरूका, त उहाँको त मिक्स ठाउँ छ नि, त्यो त उहाँहरूका पहिलादेखि पेसेन्टहरू पनि गइराखेको ठाउँ छ, उहाँहरूले आफ्नो तरिकाले इलाज गरिराख्नु भयो होला। अहिले जनता पनि मिक्स भएको छ गएर। ती गरिब जनताहरूको गुनासो नआउने गरी तपाईँहरूले काम गरिदिनुहोस् भनेर हामी त्यो तरिकाले धेरै कुराहरू पुगाइसकेका छौँ। तर जनताको गुनासो त्यति नै आइरहेछ अहिले पनि। आज 3 जना जुन मान्छे मरेका छन् उपचार नपाएर डायलिसिस सेवाको, आज त्यो ठुलो इस्यु त छ नि यहाँ। हजुर, अब यो समस्या समाधानतर्फ तपाईँहरू लागिराख्नु भएको छैन। प्रदेश 2 को कुरा गर्ने हो भने सबभन्दा बढी कोरोना संक्रमित पर्सामै फेला पर्नुको कारण के होला जस्तो लाग्छ तपाईँलाई? कारण छ नि, वीरगञ्ज भनेको ठुलो ट्रान्जिटको ठाउँ हो। पनि व्यक्तिहरू पनि धेरै आउँछ। 70-80 हजार मान्छेहरू यहाँ प्रवेश गरे यो कोरोनाको हल्ला भइसकेपछि, पहिलो कुरा। त्यसपछिबाट वीरगञ्जमा अहिले पनि 3टै भन्सार चलिरहेछ। देशभरको आपूर्तिको 50% वीरगञ्जले नै गर्छ होइन। अब यस्ता यस्ता एक्टिभिटिजहरू चालु नै भयो भने डेन्जर त्यति नै छ। हुन त हामीहरू चाहिँ डिसइन्फेक्सनका कामहरू गरिराखेका छौँ भन्सारहरूमा र अरू ठाउँमा, तर त्यो पर्याप्त छैन। हेर्नुहोस्, अहिले काठमाडौँको प्रवेशमा एउटा टनलले बनाइएको छ, तपाईँले हेर्नु होला समाचारहरूमा। त्यही त, त्यो टनल चाहिँ वीरगञ्जमा पनि बनाउनु पर्ने होला नि त। त्यो त बनाउनु पर्यो, त्यसको लागि त बजेट चाहियो, खर्च चाहियो, उसका टेक्नोलोजी चाहियो, साधन चाहियो। त्यो कसले दिदिने, कसको जिम्मेवारीमा? महानगरपालिकासँग त्यतिको स्रोत साधन छैन, बजेट छैन भनेर तपाईँ भन्नुहुन्छ? होइन, नेपाल सरकारले कसको जिम्मेवारीमा छ त्यो कुरा, त्यो त पठाइदिनु पर्यो नि। अब मैले गर्ने भने त मलाई थाहा हुनु पर्यो। त्यो देशभरिको लागि भन्सार चल्ने ठाउँ हो नि, खालि वीरगञ्ज महानगरपालिकाको हो एन्ट्री पोइन्टमा गर्नु परेको भए त सायद हामी गर्न सक्छौँ यो सब व्यवस्था। त्यो त देशकै व्यवस्थापन गर्नुपर्ने छ। 3 ठाउँमा भन्सार छ, हजारौं गाडी रोज आउनु पर्ने छ। यस्तो अवस्थामा खालि हाम्रो साधन स्रोतले भ्याउँदैन। नेपाल सरकारले योजनाबद्ध ढङ्गले कुन टेक्नोलोजीको बनाउने, कसरी बनाउने, त्यसको लागि प्रयास पनि त गर्नुभएको होला नि। त्यसका लागि त हामी गरिराखेका छौँ नि। हामीसँग जुन साधन छ त्यसबाट हामी त्यो चक्काहरूमा चाहिँ स्प्रे गरिदिने, ड्राइभरहरूको स्वास्थ्य उपचार चेक गरिदिने, उनीहरूको माने फिभर छ कि छैन त्यो हेरिदिने काम त हामी गरिराखेका छौँ। तर त्यो फिभर देखेर खालि थाहा हुन्छ कि यो मान्छेलाई कोरोना छ कि छैन, किनभने सिम्पटमै देखिँदैन। पोजिटिभ छ तर सिम्पटम देखिँदैन। यस्ता विषयहरू अलिकति इजी छैनन्। तपाईँ यो कुरो मान्नुहुन्छ कि वीरगञ्जमा सुरुदेखि नै गल्ती भयो? हो, प्लानिङमा गल्ती भयो। प्लानिङ टाइममा लकडाउन कार्यान्वयन भएन? होइन, लकडाउन कार्यान्वयन भएको छ। प्रशासनले एकदम राम्रोसँग लकडाउनलाई मेन्टेन गराएको छ। तर यी विषयहरूले चाहिँ जसलाई हामी सम्बोधन गर्नुपर्छ अझ राम्रो ढङ्गले, त्यो सम्बोधन मलाई लाग्छ राम्रोसँग भएको छैन। किनभने जुन चिज 6 गते 7 गते चैत्रमै कोभिड हस्पिटल तयार भइसक्नु पर्थ्यो त्यो भएन। अहिले पनि हामीसँग झगडै चलिरहेछ, राजनीतिक झगडै चलिरहेछ विषयमा। कहिले यो झगडा सक्ने मलाई थाहा छैन होइन। तर अब हामीले चाहिँ के देख्नु पर्यो भने अब शिकायत गर्नु मलाई छैन, कसको गल्ती छ त्यो पनि हेर्नु छैन। अब त हामी कन्सियस हुन सक्छौँ नि, आजको दिनबाट त हुन सक्छौँ नि। म सम्बन्धित निकाय, सम्बन्धित सरकारले फेरि आग्रह गर्छु, एकचोटि वीरगञ्जलाई जब कोभिडको सेन्टरै बनाउनु छ भने हरेक तरिकाले तपाईँको टिमहरू पठाएर विस्तृत छलफल गरौँ, बसौँ। किन हामीहरूले सहयोग गर्ने विषयमा हाम्रो सहयोग सबै चिज लिने, तर जुन चिजमा सहयोग चाहियो त्यो सहयोगै नलिएर काम गर्दाखेरि त्यो के अवस्थामा हुन्छ त्यो तपाईँलाई थाहा नै छ। हजुर, तपाईँले के लाग्छ कसले सहयोग गरिदिएन? केन्द्र सरकारले नगरेको हो कि प्रदेश सरकारले के वास्ता नगरेको हो कि के लाग्छ तपाईँलाई? एकचोटि उहाँसँग पनि तपाईँले कुरा गर्नुहोस्। मेरो विचारमा मैले कसैलाई दोष देखाउनु भन्दा उहाँहरूले कतिचोटि वीरगञ्ज या कुनै
जिल्लाधिकारीसँग कुरा गरेको छन् कि छनुहुन्छ। म त त्यो चिजको लागि चाहिँ जनकपुरसम्म पनि दौडेर गएको थिएँ, तर त्यसपछिबाट के भयो भने एउटा प्रतिनिधि मण्डल आयो त्यहाँको, यहाँ हेऱ्यो, घुम्यो फिर्यो, त्यसपछि के भयो आजसम्म हाम्रो रिपोर्ट छैन त्यो विषयमा। अब मैले यसमा धेरै किन बोल्न सक्दैन भने भोलि यहाँको धन्दा के छ भने मैले कसैको धेरै बुराई गर्यो भने फेरि हामीलाई त्यो पनिसमेन्ट पनि दिन धेरै टाइम लाग्दैन उहाँहरूलाई। यस्ता यस्ता देखिएको छ। किन वीरगञ्जलाई अब महानगरपालिकाले गर्ने अरू काम चाहिँ जस्तै अब प्रदेश 2 कै डाटाको कुरा गर्ने हो भने यो अवधिमा चैत 11 गते पछि सबभन्दा बढी भारतबाट लुकी छिपी पर्सामै सर्वसाधारण प्रवेश गरेका छन्। प्रदेश 2 मा चाहिँ सबभन्दा बढी चाहिँ लुकी छिपी प्रवेश गर्नेको संख्या नै पर्सा जिल्ला भयो हैन, र सबभन्दा बढी टेस्ट पनि त्यही हुने भइरहेको छ। आँकडालाई हेर्ने हो भने सबभन्दा पहिला त लुकी छिपी चाहिँ कसरी आए, सीमा व्यवस्थापनको कुरा होला, त्यहाँ सुरक्षाको कुरा होला, समन्वय गर्नुपर्ने कुरा होला, त्यहाँ के समस्या रह्यो? हेर्नुहोस्, म यो कुरा मान्दैन। हाम्रो सीमामा दुवैतिरको भारततिरको एसएसबी बसेको छ र हाम्रोतिरका चाहिँ के भन्छ भने सशस्त्र प्रहरी बसेको छ र हरेक आधा किलोमिटरमा त्यहाँ प्रहरीहरू छन्, उताका र हाम्रा। अब त्यसमा पनि लुकेर कोही आएको छ भने त्यहाँको आम नागरिकहरू जुन हाम्रो बडावासीहरू छन् उनीहरूले पनि तुरन्त इतला गरेका छन्, खबर गरेका छन् र हामी त्यो अनुसारले त्यो एक्ट पनि गरेका छौँ। अब यसमा चाहिँ हेर्नुहोस्, म यो भन्दैन 100% त रोकिएको होला, तर हुन सक्छ यहाँ अब मान्छेको आँखा छलेर धेरै कुराहरू हुन्छन् हैन। बर्डरहरूमा केही मान्छेले पसेका, कोहीजना कोरोना लिएर आउँछ त्यो जरुरी छैन। धेरैजना आज मतलब भनौँ नि दुःख पाएर 2 महिनादेखि ठाउँ ठाउँमा फसेका पनि छन्, खान पाएका छैनन्, धेरै समस्याहरू छन्। गभर्नमेन्टहरूले एक आपसमा व्यवस्थापन पनि गर्न सकेका छैन। इन्डियन भनौँ नि नागरिकहरू हामीका बसिराखेका छन्, हाम्रा नागरिकहरू उता बसिराखेका छन्। अब कुन दिन हामी आफ्ना नागरिकहरूलाई कुन तरिकाले लिने त्यो मोडालिटीहरू आउनु पर्यो। उतापट्टि इन्डियन गभर्नमेन्टलाई भनेर यताका जुन इन्डिया जान चाहने मान्छेहरूले इन्डिया पठाइदिनु पर्यो। यस्ता विषयहरूमा अब हामीले कामहरूको योजनाहरू बनाएर, गुरु योजना बनाएर सुरक्षाका साथ, स्वास्थ्य सुरक्षाका साथ कोरोनाको संक्रमण नफैल्ने गरी एउटा मास्टर प्लान बनाएर यो काम अब स्टार्ट गर्नुपर्छ। अहिलेको अवस्था चाहिँ के छ? क्वारेन्टाइनको कुरा गर्ने हो भने कति क्वारेन्टाइनहरू त्यहाँ बनाइएका छन् हैन, अनि जुन नेपालीहरू चाहिँ उतातिर फसेका छन्, फेरि भारतीयहरू चाहिँ यतातिर फसेका छन्, क्वारेन्टाइनमा बसिरहेका छन्, के छ सीमावर्ती क्षेत्रको अवस्था कस्तो रहेछ? सीमावर्ती क्षेत्रमा पनि थुप्रै नेपालीहरू उतापट्टि आएर विभिन्न आफ्ना आफन्तहरूका बसेका छन् हैन, कसैको घरमा बसेका छन्, कतिजना क्वारेन्टाइनमा बसेका छन्। त्यस्तै भारतीयहरू हामीले पनि यहाँ राखेका छौँ। ठाकुराम कलेजमा धेरै भारतीयहरूलाई हामी राखेर धेरै दिनदेखि हामी मेन्टेन गरिराखेका छौँ। केही मान्छेहरू आफ्ना आफन्तका पनि फर्केका छन्। यो अवस्था यहाँ छ अहिले पनि, यो नभएको होइन। हजुर मेयर साहब, अब लकडाउनको कुरा गरौँ, किनभने यो सोसियल डिस्टेन्सिङ कायम गर्नुपर्ने हैन, र लकडाउन सरकारले लागू गरेकै त्यसकै लागि हो हैन, कि दूरी रहोस्, दूरी कायम रहोस् हैन। कतिको लकडाउन चाहिँ कतिको कारण भयो त त्यहाँ महानगरमा? हेर्नुहोस्, लकडाउन हामी के भन्छौँ भने जुन तरिकाले जनताले साथ दिएको छ, यतिको कष्ट पाएर पनि सफल मान्छु म। किन म अरू ठाउँको पनि अवस्था हेर्छु, हो जसलाई एकदम अति आवश्यक कुरा निस्किनु पर्ने छ उहाँहरू निस्किपि राख्नु भएछ। किन वीरगञ्जको जुन त्रासको अहिले जुन वातावरण छ यसमा कसैको पनि हिम्मत छैन कि बाहिर आएर म रिस्क लिउँ, किन अहिले लाइफलाई नै रिस्कमा हाल्नुपर्ने हो। म आफै पनि हिजोसम्म बिहानदेखि बेलुकासम्म घुमिराखेका थिएँ, आजदेखि म आफ्नो घरमै बसेर कामहरू गर्दैछु। यो अवस्था आइसकेको छ वीरगञ्ज। अब एउटा गुनासो यस बीचमा के आयो भने छपकैया साइडतिरमा अहिले सुरुदेखि नै अलि त्यहाँ चाहिँ सिल गर्नुपर्ने अवस्था थियो हैन, तर बीचमा चाहिँ अलि खुकुलो पनि पारियो, त्यस्तो पनि गुनासो आइरहेको छ, के भन्नुहुन्छ? हैन, सिल हामी गरेका थियौँ, त्यसपछि हामी ऱ्यापिड टेस्ट 1300 भन्दा बढी मान्छेको गर्यौँ, अनि ऱ्यापिड टेस्ट गरेपछि सबैको नेगेटिभ आएपछि खोलिएको पनि हो। तर पछि ऱ्यापिड टेस्ट गरेकै मान्छेहरू जसलाई हामी क्वारेन्टाइनमा लिएर राखेका थियौँ उनीहरूमा पोजिटिभ देखिसकेपछि हाम्रो के शङ्का भयो भने होइन यो 1300 जनाको जुन गरियो यसमा म्याक्सिमम मान्छेहरू पनि हुन सक्छन्, पोजिटिभ आउन सक्छन् भनेर फेरि हामी त्यो इलाकाले सिल गर्यौँ। र सिल गरेर जसरी हाम्रो किट आयो, जसरी हाम्रो पिसिआर मेसिन चालु भयो, 32 जनाको टेस्ट गर्दाखेरि 17 जना त्यसमा पोजिटिभ निस्किएको अवस्था रह्यो। भनेपछि एउटा यो त नयाँ कुरा एउटा के आयो भने जसरी तपाईँले अहिले भनिराख्नु भएको छ, पिसिआर टेस्ट वीरगञ्जमा पनि सुरु भइसक्यो हैन, अनि टेस्ट पनि सुरु भयो, यता बिरामी पनि फेला पर्न थाले के हैन? हजुर, भनेपछि त्यहाँ अरू पनि हुन सक्ला नि होइन संक्रमित? हजुर, त्यहाँ अरू पनि होलान् संक्रमित भनेर भन्नुहुन्छ तपाईँ?
मलाई त के लाग्छ भने राम्रोसँग चेक भयो भने यो संख्या हजारौंमा नपुगिहालोस्। त्यो एउटा डर छ तपाईलाई? यो डर छ। यो कुरा आजदेखि डर होइन, मैले यो करिब 1.5 महिनादेखि यो कुराहरू बोलिरहेको छु र भनिराखेको छु। त्यसको मेरो बेस के छ भने WHO को रिपोर्ट, ग्वाङ्जाउ सिटीको मैले धेरै रिपोर्टहरू हेरेँ। म जुन एउटा पुरै यो मेयरहरूको सञ्जालको जुन संस्था छ इन्टरनेसनली, उनीहरूका सबै एक्सपिरियन्सहरू मैले मगाएँ। सबै कुरा बुझ्दाखेरि के पत्ता लाग्यो भने फर्स्ट र सेकेन्ड फेजमा केही देखिँदैन धेरै, तर थर्ड फेजमा प्रवेश गरेपछि यो बर्स्ट हुँदो रहेछ। चौथो फेजसम्म जाँदाखेरि स्थिति एकदमै खराब हुन्छ भन्ने किसिमको कुराहरू मैले थाहा पाएको थिएँ। हजुर, त्यही अनुसारको तयारी चाहिँ कस्तो भइरहेको छ? महानगरपालिकाले चाहिँ कस्तो तयारी गरेको छ होइन? तपाईहरूले पनि आफ्नो स्रोत साधनले भ्याएसम्म त गर्नु नै भइरहेको होला होइन? अर्कोतर्फ केन्द्र सरकारले गर्ने काम होला, प्रदेश सरकारले गर्ने काम होला। जुन पछिल्लो कुरा गर्ने हो भने 17 जना नयाँ चाहिँ बिरामी देखिए त्यहाँ होइन? भनेपछि अब केही चहल पहल या त्यो अनुसारको निर्देशन केही आयो त्यहाँ? काम भइरहेको छ? अहिलेसम्म हामीसँग माथिबाट केही निर्देशन त आएको छैन, तर माथिबाट एउटा टिम आजै पुगेको छ बिहान। अनि एउटा सामाजिक हाम्रो प्रदेश नम्बर 2 को पनि टिम पुगेको छ सामाजिक मन्त्रालयको। अहिले उनीहरूले चाहिँ 4 बजे समय हामीसँग मागेका छन् र अब जुन किटहरूको उपलब्धता 900 वटा भएको छ, त्यो किटहरूबाट हामीले चाहिँ गएर चाहिँ कुन ढङ्गले चाहिँ यो अब अभियान चलाउने, तपाईको टेस्टिङको मासिभ टेस्टिङको मास टेस्टिङ गर्नुपर्ने आवश्यक छ भनेर उहाँहरू बुझिसक्नु भएको छ। तर त्यो 900 ले केही हुँदैन, हामीले कमसेकम 5000 किट चाहिन्छ। भोलि 5000 आरडीटी किट भनिराख्नु भएको छ, रूपले वीरगञ्ज ठिक पार्न सकिन्छ। आरडीटी किट भनिराख्नु भएको छ होइन तपाईँ? होइन, यो आरटीडी किट होइन, आरटीडी किट फेलियर किट हो। त्यो सबै फिर्ता गर्दा हुन्छ। अहिले पीसीआर को लागि हामीले भिटिएम किट भन्छौँ। हजुर हजुर, भनेपछि तपाईँको माग छ कि पीसीआर टेस्ट चाहिँ अत्यधिक संख्यामा होस्। आरटीटी को कुरा गर्ने हो भने प्रदेश 2 मा त खासै अहिले चाहिँ अलिक कम चाहिँ गरिएको पनि अवस्था छ। हजुर हजुर, अब राहतको कुरा गरौँ। हजुर, राहत वितरणको काम के कति भयो अहिलेसम्म महानगरमा? राहत वितरणमा महानगरपालिकाले करिब 34,000 र अझ पनि राहतको भइरहेछ। त्यो राहत माग्ने कारण के छ भने तपाईले बुझ्नुहुन्छ कि वीरगञ्ज एउटा औद्योगिक र व्यापारिक नगरी हो। यहाँ 1.5 लाख मान्छे जति बाहिरका बसेका छन्, जुन कुनै न कुनै रोजगारमा जोडेका छन्। ती मान्छेहरूलाई चाहिँ सबैले अब दिने अवस्था भइसक्यो। 34,000 ले दिए पनि पुगेन। हुन सक्छ अहिले 10-20 हजार परिवारलाई अझ हामीले बाट्नु पर्ने अवस्था आइसक्यो, या फेरि दोहोऱ्याउनै पर्ने अवस्था पनि आइसकेको छ राहतलाई। हजुर, अनि राहत त विभिन्न फेजमा वितरण भएको होला त्यहाँ होइन? महानगरपालिकाले राहत के कति वितरण गर्यो होइन? त्यसपछि प्रदेशको कुरा आउला। यसमा कसरी चाहिँ समन्वय गरिराख्नु भएको छ? प्रदेश सरकारले हामीलाई चाहिँ 25 लाख रुपियाँ राहतको लागि पठाएको छ। केन्द्र सरकारले अहिले केही पनि पठाएको छैन। हामीले अहिलेसम्म 3-3.5 करोडको करिब राहत बाँडिसकेका छौँ र अझ पनि डिमान्ड आइ नै राखेको छ। फेरि मैले सुनेको छु कि प्रदेश सरकारले छुट्टै राहत बाँड्ने, हरेक वार्डमा 60-70 जनाले बाँड्ने भनेर अहिले कुराकानी आएको छ। प्रदेश सरकारले जुन तरिकाले ल्याएको छ प्रोग्राम, अब त्यसको मोडालिटीहरूले भनेपछि तपाईले जसरी भनिराख्नु भएको छ कि प्रदेशले 25 लाख दियो, महानगरपालिकाले 25, उपमहानगरपालिकाले 20, त्यसरी दिने जुन कुरा थियो त्यो अनुसार पहिलो फेजको जुन पहिलो चरणको राहत चाहिँ त्यसरी प्राप्त गर्नुभयो र खर्च चाहिँ 3 करोड भन्दा बढी भइसक्यो भनेर भनिराख्नु भएको छ हो? भनेपछि अरु खर्च चाहिँ महानगरले आफै गर्यो हैन त? सबै खर्च हामी नै गरेका छौं। अहिले मैले केन्द्र सरकारलाई अलि मलाई चाहिँ यसमा चाहिँ सहयोग गर्नको लागि भनेर पत्र पठाएको छु, माग गरेको छु। किन खाली यही काम मात्र छैन, हामीले क्वारेन्टाइनलाई पनि मेन्टेन गरेका छौं, सबै खानादेखि लिएर हरेक कुराहरू। त्यसपछिबाट चाहिँ डाक्टर साहबहरूलाई पनि जुन होटलमा राखिएको छ, स्वास्थ्यकर्मी साथीहरूलाई राखिएको छ, जुन हाम्रा योद्धाहरू आज काम गरिराखेका छन् मेडिकल फिल्डमा, उनीहरूलाई पनि खुवाउनु पर्ने, व्यवस्थापन गर्नुपर्ने हामीले नै हुन्छ। त्यसका साथसाथमा हाम्रा 135 जना जुन स्वास्थ्य कर्मचारीहरू छन् महानगरपालिकाका, उनीहरूको सबै व्यवस्थापन, पर्सनल प्रोटेक्सनदेखि लिएर हरेक काम हामी गरिरहेका छौं। टेस्टिङहरूमा, म्यासिभ टेस्टिङहरूमा हामीहरू नै साथ सपोर्ट गरिराखेका छौं। त्यसमा धेरै व्यवस्थापन हामीले गर्नुपर्ने छ र गरिराखेका छौं। त्यसको लागि हामी केन्द्र सरकारले गुहारेका छौं। हेरौं केन्द्र सरकारले अहिलेसम्म केन्द्र सरकारबाट केही पनि आएको छैन। अहिलेसम्म केही पनि आएको छैन, तर मलाई विश्वास छ केन्द्र सरकारले यसमा सहयोग गर्छ। कति जति खर्च भइसक्यो राहत र यता जुन अरु व्यवस्थापनको कामहरू तपाईले भनिराख्नु भएको छ नि हैन?
त्यसमा चाहिँ कति जति खर्च भइसक्यो अहिलेसम्म? अहिलेसम्म यदि हेरौँ भने 3.5 करोड भन्दा मोटामोटी करिब रकम हाम्रो गइसकेको छ र यही तरिकाले अगाडि चल्यो भने अझ हामीले 4-5 करोड रुपियाँ खर्च गर्नुपर्छ होला। अनि केन्द्र सरकारले त 80 करोडको त राहत वितरण गरिसके रे, अनि 2 खर्बभन्दा बढी त खर्च नै भइसक्यो, 2 अर्बभन्दा बढी त खर्च नै भइसक्यो होइन, त्यो भनिरहेको छ नि त। हुन सक्छ हो, त्यो रिपोर्ट त अब उहाँले खर्चको विवरण दिन सक्नुहुन्छ, हामीले गरेको हामीले दिन सक्छौँ, हामीले गरेको खर्च। अनि केन्द्र सरकारसँग सोध्नु भएन त्यत्रो पैसा खर्च गर्नु भयो खोइ त हामीलाई भनेर? अब यस्तो छ हेर्नुहोस्, यो कुरा हाम्रो लागि होइन, यो हजुरहरूको विषय हो। यो चिजमा अलिकति विभेदमा हामी जहिले पनि छौँ। वीरगञ्जवासीहरू आजदेखि होइन जमानादेखि नै हो, वीरगञ्जलाई एकदम लिस्ट प्रायोरिटीमा राखिएको छ हरेक कुराहरूबाट, जबकि देशकै राजस्व सबभन्दा बढी यही क्षेत्रबाट उठेर जान्छ। देशकै सम्पूर्ण आपूर्ति हामी नै गर्छौँ मोटामोटी म्याक्सिमम, तब पनि हामीले यसको लिस्ट प्रायोरिटीमा राख्नुपर्ने बाध्यता किन छ? केन्द्र सरकारको जवाब त उहाँहरूले नै दिनुहुन्छ। तर यो मामलामा हामी बुझिसकेका छौँ केन्द्र सरकारको नीति, प्रदेश सरकारको नीति कहिले पनि वीरगञ्जलाई कसैले पनि सपोर्ट गर्दैन। हजुर, अब महानगरमा अहिलेसम्म केन्द्र सरकारबाट आएको चैत 11 गते पछि भनौँ आएको भनेको एउटा त PCR मेसिन होइन, RT-PCR मेसिन, अरू व्यवस्थापन काम होला, स्वास्थ्य सामग्री होला, त्यति त होला नि होइन, कि अरू पनि छन्? त्यही हो अहिलेसम्म। र जे पनि बजेट आएको छ 50 लाख जति बजेट उसमा नारायणीमा आएको छ, हाम्रो मेडिकल सुपरिन्टेन्डेन्ट अस्पतालमा चाहिँ आएको छ 50 लाख। हजुर हजुर, त्यो चाहिँ केन्द्रबाट कि प्रदेश सरकारबाट? प्रदेशबाट नै आएको छ। मलाई लाग्छ त्यो केन्द्रको बजेट प्रदेश मार्फत प्रदेशबाट दिएको हुन सक्छ। हजुर हजुर, तपाईलाई अब के लाग्छ? हामी अन्त्यतिर पनि आइसकेका छौँ होइन, तपाईलाई के लाग्छ अब? किनभने समस्या त त्यहाँ अब जटिल हुँदै गएको अवस्था छ होइन। व्यवस्थापनको काममा हामीले त सबभन्दा पहिला प्रदेशलाई नै हेर्नुपर्ने हुन्छ, प्रदेशकै मुख ताक्नुपर्ने अवस्था पनि त छ होइन। प्रदेश सरकारले के कति सहयोग गरिरहेको छ, के अपेक्षा चाहिँ तपाईँ राख्नुहुन्छ, र केन्द्र सरकारले चाहिँ के गरिदिनु पर्यो कि यो समस्या समाधान होस् होइन, के भन्नुहुन्छ? यो विश्व महामारी हो, यो विश्व महामारीमा मेरो आग्रह छ दुईटै सरकारसँग, विनम्र आग्रह छ कि वीरगञ्जलाई यदि कोभिडको सेन्टर बनाएर हिँड्नु छ भने वीरगञ्जको आवश्यक व्यवस्थापनमा दुईटा विषय, एउटा मास टेस्टिङ, अर्को चाहिँ कोभिड हस्पिटल कमसे 1000 बेडको सेमी आइसोलेसन र आइसोलेसनको व्यवस्थापन तुरन्त गरौँ या अन्यन्त्र गरौँ, जहाँ गर्नु छ उहाँहरूको जहाँ इच्छा छ त्यहाँ गर्नुहोस्, तर व्यवस्थापन गरौँ। दोस्रो कुरा के छ भने आउने समस्याहरू जुन अब हामी हेरिरहेका छौँ कि हामी त सबैजना अब कोभिडमा लाग्यौँ, कोभिडमा लागेर खालि समस्या समाधान हुँदैन, यो एउटा महामारी त रोक्नु नै छ हामीलाई। दोस्रो अब अर्को महामारी, भोलिको दिनमा यहाँ फुड क्राइसिस नहोस्, सप्लाईका क्राइसिस नहोस्, हाम्रो एकदम राम्रोसँग मेन्टेनेन्स होस् भविष्यमा, त्यसका पनि प्लानिङ र अहिलेदेखि नै म्यानेजमेन्ट गर्न सक्यो भने हाम्रा किसानलाई काम गर्न राम्रोसँग पाओस्, जुन राष्ट्रिय गौरवका योजना अगाडि बढोस्, जुन हाम्रा ससाना योजना जुन सशर्त अनुदानका योजनाहरू छ त्यो चलोस्, विदेशी दाताहरूका योजना थुप्रै छन् त्यो चलोस्। यसलाई कसरी सहजीकरण गरेर चलाउने हो, त्यसमा चाहिँ सम्पूर्ण निकायहरू जो यससँग कन्सर्न छन् उनीहरू चाहिँ गृह मन्त्रालयसँग स्पेसली कोअर्डिनेट गरेर यदि यसका मोडालिटिजहरू बनाएर कामहरू अगाडि बढाइदियो भने सँगसँगै त्यो पनि चल्थ्यो र कोभिडलाई पनि हामीहरू सँगसँगै सामना चाहिँ गरिराख्थ्यौँ। हस् त, धेरै धेरै धन्यवाद। धन्यवाद। दर्शकवृन्द, ओछलेत वीरगंज महानगरपालिका के मेयर विजय सारावगी आइ हुनका से बातचीत करे छलिए जे अखन वीरगंज के बात कल जाए तो नारायणी अस्पताल में 25 गोटे कोरोना संक्रमित के इलाज भ रहल छै, काल्हि मात्रे 17 गोटे नया संक्रमित सब भेटल छै। ओतऽ के अवस्था अखन जटिल छै, ओतऽ के व्यवस्थापन के काज केना भ रहल छै, महानगरपालिका की सब कर रहल छै, प्रदेश सरकार केंद्र सरकार संग समन्वय केना के भ रहल छै, ई अखनका जे समस्या छै तेकरा समाधान हेतु एहि विषय में बातचीत करे छलिए। बेस त कोरोना विशेष से विदा लै छी, नमस्कार।